श्रीकृष्ण भन्नुहुन्छ प्रगति एवं विलम्बेन भवति शीघ्रता तु पतनस्य सूचकम। अर्थात् प्रगति भएन भनेर तपाईँ दिमाग खराब टाउको फुटाउने स्ट्रेसमा हुनुहुन्छ भनेदेखि प्रगति भनेको त जहिले पनि ढिलो हुने कुरा हो। छिटो तत्काल शीघ्र हुने भनेको त पतनको मार्ग हो। त्यसकारण यदि तपाईँ प्रगति भएन भनेर टाउको दुखाइरहनु भएको छ, भाग्यलाई दोष दिइरहनु भएको छ भनेदेखि आजदेखि त्यो कुरा छोडिदिनुहोस्। प्रगति भनेको जहिले पनि ढिलो हुने कुरा हो, पतनको मार्ग मात्रै छिटो हुन्छ। श्रीकृष्ण भन्नुहुन्छ प्रगति एवं विलम्बेन भवति शीघ्रता तु पतनस्य सूचकम। अर्थात्